गाइज एकचोटि त हेरिस न यो ब्रोले यस्तो खतरनाक पेनल्टी सुट आउट गर्नुहुन्छ नि त्यहाँनिर न वा वाट अ गोल अनि ब्रोको सेलिब्रेसन ए ए ए के हो यो सेलिब्रेसन ए ल ओ माई गुडनेस ल ब्रो हेर्नुहोस् न ल ब्रोको मङ्की सेलिब्रेसन यता हेर्नुहोस् न ए ए ल ओ माई गुडनेस ल अझै ल ए ल ब्रो सेलिब्रेसन गर्दा गर्दा आफै खुलिद ल यता ओपोनेन्ट टिमले चाहिँ बल सेभ भनेर खुलिद बनाइदिएको टिमलाई उता बुढो आफ्नै तालमा ल करती है या नहीं करती है? नहीं तेरा मुझसे प्यार है या नहीं है? अनि यता हेर्छ न गाइज फेरि ब्रोले यार एक्लै हुन्छ यार किपर धरी हुँदैन यार खाली पोस्ट हुन्छ तर पनि यता हेर्छ न ब्रोको फिनिसिङ भने खुलिद ल बल भित्र हान्ने ठाउँमा आफू पो भित्र छिरिरहेको अनि यता हेर्छ न दुनियाँकै सबसे खतरनाक आत्मघाती गोल ब्रोले यस्तो खतरनाक किक गरेको हुन्छ बल्ल तर पनि हावाले होइन यस्तो खतरनाक धगल दिन्छ कि आफ्नै पोस्टमा खुलिद ल हेर्नुहोस् त